नमस्कार, तपाईं हेर्दै हुनुहुन्छ ई प्रोपर्टी नेपाल। यहाँ तपाईंले बिक्री तथा भाडामा रहेका घर, जग्गा तथा व्यवसायको भिडियो हेर्न सक्नुहुनेछ। र आज पनि हामी अर्को बिक्रीमा रहेको घरको भिडियो लिएर आएका छौं। ललितपुरको हात्तीवनमा 3.5 तले आकर्षक घर बिक्रीमा। यो घर ललितपुर महानगरपालिका वडा नम्बर 23 हात्तीवनमा समिति भवनबाट 150 मिटर, काठमाडौँ युनिभर्सिटी कम्प्लेक्सबाट 250 मिटर, लिटिल एन्जल्स स्कुलबाट 500 मिटर, साथै सुमेरु हस्पिटल र जेम्स स्कुलबाट मात्र 1 किलोमिटरको दूरीमा रहेको छ। 3 आना 1 पैसा क्षेत्रफल भएको यो घरको मोहडा दक्षिण पूर्व दिशातर्फ फर्किएको छ। गेटबाट भित्र छिर्दा हजुरहरूले पार्किङ गर्ने ठाउँ देख्न सक्नुहुनेछ, जसमा 1 कार र 5 बाइक अट्ने क्षमता रहेको छ। घरको भुइँ तलामा एउटा बेडरुम, एउटा लिभिङ रुम, एउटा किचन र एउटा बाथरुम रहेको छ। घरको पहिलो तलामा एउटा बेडरुम, एउटा लिभिङ रुम, एउटा किचन र एउटा बाथरुम रहेको छ। घरको दोस्रो तलामा 2वटा बेडरुम, एउटा लिभिङ रुम र एउटा बाथरुम रहेको छ। घरको माथिल्लो तलामा एउटा लिभिङ रुम, एउटा किचन, पूजा कोठा र खुल्ला छत रहेको छ। घरको बारेमा थप विवरणहरू। घर 3 आना 1 पैसा क्षेत्रफलमा निर्माण भएको। घरको मोहडा दक्षिण पूर्व दिशातर्फ फर्किएको। घर 13 फुटे बाटो अगाडि रहेको। घरमा 7000 लिटरको रिजर्भ पानी ट्याङ्की भएको। घरको सिँढीमा फलामको रेलिङ र मार्बल लगाइएको। घरमा 1 कार र 5 बाइकको लागि पार्किङ स्पेस भएको। घर शान्त तथा पारिवारिक वातावरणमा अवस्थित रहेको। घरमा मोडुलर किचन हुनुका साथै घरको छतमा टायल बिछ्याइएको र घरमा सामान्य सुविधा जस्तै पानी, बत्ती, ढल लगायतका सम्पूर्ण सुविधा सम्पन्न भएको। यस घरको मूल्य तल भिडियोको डिस्क्रिप्सनमा राखिएको छ र घर धनीको सम्पर्क नम्बर हजुरले यसै युट्युब भिडियोको टाइटलमा देख्न सक्नुहुनेछ। थप जानकारीको लागि हजुरले सिधै घर धनीको सम्पर्क नम्बरमा सम्पर्क गरी बुझ्न सक्नुहुनेछ। यस्तै अरू बिक्रीमा रहेको आकर्षक घरको भिडियो हेर्नका लागि हजुरले हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरी हाम्रो च्यानलमा रहेको अन्य भिडियोहरू हेर्न सक्नुहुनेछ, अथवा हाम्रो वेबसाइट www.epropertynepal.com मा लगइन गरी पनि हेर्न सक्नुहुनेछ। र यदि तपाईँ पनि आफ्नो बिक्री तथा भाडामा रहेका घर, जग्गा साथै व्यवसायको यसै गरी विज्ञापन गर्न चाहनुहुन्छ भने माथि देखिएको सम्पर्क नम्बरमा सम्पर्क गरी विज्ञापन गर्न सक्नुहुनेछ। धन्यवाद।